नमस्कार अनि स्वागत छ सम्पूर्ण मित्रहरूलाई मेरो युट्युब च्यानलमा। यदि तपाईँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई एउटा लाइक अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। आज चाहिँ हामी स्केबिज अथवा लुतोको बारेमा कुरा गर्दैछौँ। कतिपय ठाउँमा यसलाई सुके लुतो पनि भन्ने गरिन्छ। विशेष त यो लुतोको लक्षणहरू तपाईँले याद गर्नुभयो भने चाहिँ यसको चाहिँ औँलाको काखहरूमा हैन, पेटमा, पिसाब गर्ने ठाउँमा, छातीतिर हैन अथवा थाइजहरूमा चाहिँ यो चाहिँ चिलाउने गर्छ र रातिको बेलामा चाहिँ सुत्ने बेलामा चाहिँ कति धेरैजनाले के भन्नुहुन्छ भने जब बत्ती बन्द गरेर चाहिँ सुत्न लाग्छु त्यो बेलामा चाहिँ मेरो एकदमै चिलाउन थाल्छ भनेर भन्नुहुन्छ। यसको मुख्य कारण के हो त? यो लुतो के कारणले भयो त भन्दाखेरि चाहिँ समाजमा चाहिँ विभिन्न धारणाहरू रहेको छ। फोहोरहरू खेलेर अथवा चाहिँ कतिपयले चाहिँ तिमी बाहिरतिर धेरै डुलेर भन्छ। कतिपय मान्छेले चाहिँ यसलाई सेक्सुअली ट्रान्समिटेड डिजिजसँगहरू पनि जोड्ने गर्ने हुन्छ। तर मेनली चाहिँ यो चाहिँ लुतो भनेको चाहिँ बेसिकल्ली चाहिँ सार्कोप्टिक स्केबी भन्ने चाहिँ एक खालको कीटाणु अथवा एक्टोप्यारासाइट पनि भन्ने गर्छ। रातिको बेलामा चाहिँ बढी एक्टिभ हुने खालको चाहिँ कीटाणु हो। त्यही कारणले चाहिँ हामीहरूको लक्षणहरू चाहिँ धेरै जसो रातिको समयमा धेरै चिलाउने लक्षणहरू देखिन सक्छ। तर यो सर्ने भनेको बेसिकली साथीभाइहरू एक अर्कासँग चाहिँ क्याजुअल कन्ट्याक्ट सँगै बस्दाखेरि चाहिँ यो सर्दैन। अलिकति हातहरू मिलाउँदाखेरि पनि केही हदसम्म सर्न सक्छ भन्छ। तर मोस्टली चाहिँ बेडिङ्सहरू, टावल्सहरू हैन यस्तोहरू सेयर गर्दाखेरि चाहिँ बढी सर्छ। जस्तो फर इक्जाम्पल चाहिँ हामी चाहिँ घरमै बसिराखेको थियौँ। कुनै बेला चाहिँ म चाहिँ ट्राभल गर्दाखेरि चाहिँ कुनै होटेलमा गएर कतै बसियो, त्यो राति बेडिङ्सहरूबाट चाहिँ 2-4 दिन पछाडि चाहिँ लक्षणहरू देखिने थाल्यो। मेरो हात गोडहरू चिलाउन थाल्यो। अब कतिजनाले त्यस्तो भन्नुहुन्छ हैन। कति चाहिँ होस्टेलहरूमा बस्दाखेरि चाहिँ एउटा रुममा 3-4 जना साथीहरू बसेको हुन्छ। एउटा साथीलाई चिलाउन थाल्यो, त्यस पछाडि मलाई पनि चिलाउन थाल्यो भन्ने खालको ब्यारेक्सहरूमा। त्यसपछि अनि विन्टरको टाइममा चाहिँ मान्छेहरू अलिक कचकचुक्क आगोहरू ताप्ने, नजिक बस्ने, पोर क्लोज भएर बस्ने गर्ने हुन्छ नि। त्यस्तो बेलामा पनि चाहिँ यो लुतो चाहिँ धेरै चाहिँ फैलिने गर्दछ। र अर्को इभन टावलहरू, लुगाहरू सेयर गर्दा पनि यो चाहिँ फैलिने समस्या चाहिँ हुन सक्छ। र यो त भयो लुतोको लक्षण। र नर्मल्ली चाहिँ मान्छेहरू चाहिँ हेल्दी मान्छेहरूलाई चाहिँ लुतो चाहिँ त्यति धेरै चिलाउने समस्या चाहिँ हुन्छ। तर अर्को चाहिँ इम्युनो कम्प्रोमाइज स्टेटेज जस्तो चाहिँ स्टेरोइडहरू खाइराखेको, किडनी ट्रान्सप्लान्टको पेसेन्ट्सहरू, एचआइभीको पेसेन्ट्सहरूमा चाहिँ लुतोले कहिलेकाहीँ चाहिँ जिउभरि नै चाहिँ एकदमै ब्रस्टहरू, नर्भोजिनियस स्केबिज अथवा फ्रोस्टेट स्केबिज पनि भन्ने गरिन्छ। तर नर्मल्ली चाहिँ मान्छेहरूमा चाहिँ लुतो गराउने चाहिँ कीटाणुहरू चाहिँ हार्डली एकजना व्यक्तिमा चाहिँ 10 देखि 15वटा मात्रै कीटाणुहरू हुन्छ भन्छ। तर यो कीटाणुहरू चाहिँ माइग्रेट गर्ने रातिको टाइममा चाहिँ मैले अघि पनि भने यो नक्चुरल प्यारासाइट भन्छ। यो रातिको टाइममा चाहिँ माइग्रेट गर्दाखेरि बोरोजहरू भन्छ कि त्यसले चाहिँ एक ठाउँमा चाहिँ युजुअल शरीरको भागहरूमा चाहिँ अन्डा पारेर छोड्छ, जसलाई चाहिँ बोरोज पनि भन्ने गर्छ। त्यस्तो ठाउँमा चाहिँ धेरै चिलाउने समस्याहरू चाहिँ हुन सक्छ। यसले चाहिँ धेरै एफेक्ट गर्ने एरिया, क्लिनिकल्ली एफेक्ट गर्ने एरियाजहरू भनेको चाहिँ औँलाको काखहरूमा भयो हैन, सानो सानो पानी फोकहरू जस्तो हो, कोट्यायो भने थोरै पानीहरू जस्तो आउने पनि समस्याहरू पनि हुन्छ। र पेटमा, थाइजमा र एकदमै कमन चाहिँ पिसाब गर्ने ठाउँहरूमा, स्पेसल्ली मेलमा पिसाब गर्ने ठाउँमा चाहिँ चिलाउने सानो बिबिराहरू चाहिँ आइराखेको हुन्छ। जस्तो औँलाको काखमा, पेटमा, पिसाब गर्ने ठाउँमा यसलाई चाहिँ सर्कल अफ हिब्रा पनि भन्ने गरिन्छ। यो साइडहरूमा चाहिँ बढी चिलाउने र स्पेसल्ली रातिको टाइममा धेरै चिलाउने यो लक्षणहरू चाहिँ देखिन सक्छ। र अघि नै मैले भनिसकेँ, सँगैको फ्यामिली मेम्बरलाई अथवा स्कुलमा सँगै पढ्ने साथीलाई अथवा कोचिङ क्लासेसहरू, होस्टेलहरूमा, ब्यारेक्सहरूमा, होस्टेल्सहरूमा हैन जो चाहिँ क्लोज कन्ट्याक्टहरूलाई चाहिँ यो रातिमा चिलाउने भयो भने चाहिँ यो चाहिँ लुतोको लक्षण हो। लुतोको उपचार गर्नको लागि विभिन्न ट्रिटमेन्ट उपायहरू छन् है। अर्को एकदमै कमनली पाउने भनेको चाहिँ गामाबेन्जिन हेक्साक्लोराइड अथवा लिन्डेन भन्ने एउटा प्रिपरेसन झोल दबाई पाउँछ। अर्को चाहिँ परमेथ्रिन भन्ने पनि पाउँछ। मोस्टली चाहिँ परमेथ्रिन भन्ने चाहिँ लेस देन 2 इयर्स ओल्डलाई पनि सेफ हुन्छ भने गामाबेन्जिन हेक्साक्लोराइड चाहिँ 2 वर्षभन्दा मुनिको बच्चाहरूलाई चाहिँ प्रयोग नगर्ने भनिन्छ।
लिन्डेन अथवा गामा बेन्जेन हेक्साक्लोराइड चाहिँ ठुलो मान्छेलाई मात्रै प्रयोग गर्ने भन्ने सल्लाह दिइन्छ। र यो परमेथ्रिन अथवा यो गामा बेन्जेन हेक्साक्लोराइड लिन्डेनहरू चाहिँ कसरी प्रयोग गर्ने भन्दाखेरि चाहिँ युजुअली राति सुत्ने बेलामा मैले कतिपय याद गरेको छु कि फार्मेसीमा जानुहुन्छ, मलाई यो झोल दिनुभएको थियो, चिलाएको ठाउँमा मैले लगाइराखेको छु, 1 हप्तासम्म लगाएँ तैपनि निको भएन भनेर मलाई धेरै बिरामीहरूले भन्नुहुन्छ। यो लगाउने उपाय चाहिँ त्यसरी चाहिँ होइन, किनकि मैले अघि पनि भने यो चाहिँ एक ठाउँमा बस्दैन, रातिको बेलामा मात्रै यो कीटाणुहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा माइग्रेट गर्ने भएको कारणले गर्दाखेरि यो औषधि लगाउँदाखेरि यो झोल औषधि पाउँछ, त्यसलाई रातिमा राम्रोसँग सेट गर्ने, हल्लाउने र त्यसपछि तपाईँको घाँटीभन्दा मुनतिर लपक्क पुरै तेल जसरी लगाउने है। औँलाको कापहरूमा, पिसाब गर्ने ठाउँमा, खुट्टाको औँला कापसम्म पुरै लपक्कै तेल जसरी लगाउने र मोस्ट अफ द फ्यामिलीमा सबैजनालाई छ भने एकैचोटि फ्यामिली मेम्बरले एकै रातमा उपचार गर्ने। नत्र मैले कति याद गरेको छु कि मेरो घरमा त छैन भन्ने, म एक्लै लगाएँ भन्नुहुन्छ, तर त्यस पछाडि उहाँलाई चाहिँ निको हुन्छ, फेरि उहाँको फ्यामिली मेम्बरको अर्को कुनै मेम्बरलाई चाहिँ 1 हप्ता पछाडि फेरि चिलाउन थाल्छ। त्यहाँबाट फेरि त्यो फ्यामिली मेम्बरले लगाएर ब्याक थ्रु फेरि तपाईँलाई नै सर्ने हुन्छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ यसरी होल फ्यामिली मेम्बरले एकै रातमा कम्प्लिटली राम्रोसँग उपचार गर्यो भने यो राम्रोसँग इराडिकेट हुन्छ। र कहिले काहीँ रिपिट गर्ने पनि म सल्लाह दिन्छु। पुरै फ्यामिली मेम्बरले एकै पटक राति सुत्नुभन्दा अगाडि घाँटीभन्दा मुनतिर, औँलाको कापमा, पेटमा, पिसाब गर्ने ठाउँमा होइन, खुट्टाको औँलाको कापसम्म शरीरको 1 इन्च भाग पनि नछोडिकन च्यापच्याप तेल जसरी लगाउने। त्यस पछाडि भोलि बिहान उठाएर नुहाउने, कम्तीमा 8 घण्टा छोड्नुपर्छ यो शरीरमा लगाइसकेपछि। भोलि बिहान उठेर नुहाए पछाडि आफ्नो लुगा फाटा ओढ्ने, ओछ्याउने, खोल तन्ना, सोफाको खोलहरू, टावलहरू सबै धोएर घाममा सुकाउने र यही कुरा चाहिँ फेरि 1 हप्ता पछाडि रिपिट गर्नुभयो भने चाहिँ यो स्केबिजलाई चाहिँ राम्रोसँग चाहिँ हामीले चाहिँ इराडिकेट गर्न सकिन्छ। यो लगाउने सँगसँगै आइभरमेक्टिन भन्ने एउटा ट्याब्लेट पनि पाइन्छ। युजुअली चाहिँ यो ठुलो मान्छेलाई चाहिँ 12 mg को र बच्चाहरूलाई चाहिँ 6 mg को पनि खान सकिन्छ। युजुअली मान्छेको वेट अनुसार चाहिँ 200 mcg पर केजी भनिन्छ। 60 kg को मान्छेले भयो भने 12 mg को चाहिँ यो ट्याब्लेट आइभरमेक्टिन भन्ने ट्याब्लेट चाहिँ लिन सकिन्छ। र यो त कमन लक्षण भयो र मैले कहिलेकाहीँ चाहिँ यो स्केबिजको चाहिँ एकदमै अनकमन लक्षणहरू पनि जस्तो देखिएको छ, जस्तो कि मैले भनेको कमन साइट्सहरूमा नचिलाउने, काखीमा मात्रै चिलाउने अथवा चिलाउने मात्रै बिमेर चाहिँ नआउने, कहिलेकाहीँ यस्तो अनकमन सिम्टम्सहरू पनि देखिन्छ। वेन एभर देयर इज अ डाउट होइन, रातिमा इचिङ हुने त्यस्तो छ भने चाहिँ रातिमा चिलाउने समस्या भएको बेलामा पनि एज अ इम्पेरिकल्ली स्केबिजको चाहिँ ट्रिटमेन्ट युज गर्नलाई चाहिँ रिकमेन्ड गरिन्छ। र अब चाहिँ यसको चाहिँ कम्प्लिकेसनहरू कहिलेकाहीँ चाहिँ उपचार गरेन भने चाहिँ के हुन्छ त भन्दाखेरि फ्यामिली मेम्बरहरूमा फैलिन सक्छ। यसमा सेकेन्डरी इन्फेक्सनहरू, सिफिलिस भएको ठाउँमा चाहिँ घाउ पाक्ने, पिपहरू आउने त्यस्तो समस्याहरू पनि आउन सक्छ। र अर्को चाहिँ मास ट्रिटमेन्ट समटाइम यो एकदमै कमन, अब मैले आफैले धेरै ठाउँमा देखेको छु, मेरो आफ्नो एक्सपिरियन्सले। त्यो ठाउँहरू छ, त्यस्तो ठाउँहरूमा म आफै पनि गएर होइन, त्यसमा बच्चाहरूलाई चाहिँ राति सुत्ने बेलामा चाहिँ होस्टेलमा यसरी सबैलाई चाहिँ इन्स्ट्रक्सन दिएर आज राति चाहिँ यसरी भने जस्तो गरेर पुरै जिउमा लगाउने होइन, अनि त्यसपछि बिहान उठेर नुहाइ गरेर सबै अब तन्नाहरूदेखि लिएर सबै चेन्ज गर्नु भनेर मैले कति ठाउँमा भनेको पनि छु होइन, मास ट्रिटमेन्ट पनि गरेको छु। यो समस्या भनेको चाहिँ कमनली देखिने भनेको अब फाटाफुटा देखिनु त नर्मली कुरा भयो। यो ट्रिटमेन्ट गर्नलाई एकदम गाह्रो हुने भनेको चाहिँ अब त्यस्तै ठुलो होस्टेलहरू होइन, आर्मी ब्यारेकहरू, अब धेरै मान्छे ग्यादरिङ हुने ठाउँ कम्पनीजहरूमा चाहिँ फैलियो भने चाहिँ त्यो अवस्थामा चाहिँ यो
रोगलाई नियन्त्रण गर्न अलिकति गाह्रो हुन्छ। त्यही भएर चाहिँ त्यस्तो अवस्थामा चाहिँ मास ट्रिटमेन्ट भन्छ, एकैचोटि है, एकैपटक सबैजनालाई एकैपटक ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ, जरुरी हुन्छ। त्यो गरिएन भने यो एउटा चेन बनेर बस्ने हुन्छ। त्यो चेनलाई हामीले ब्रेक गर्न सकेन भने त्यो निको हुन एकदमै गाह्रो हुन्छ। त्यो घुमिरहन्छ, एउटालाई उपचार गर्यो अर्कोलाई हुन्छ, अर्कोबाट फेरि यता सरेकै गरेर धेरै लङ टर्मसम्म यो बसिराख्ने हुन्छ। त्यही भएर एकैचोटि मास ट्रिटमेन्ट गरेर सबैजनालाई एकैपटक उपचार गरेर यसलाई इरेडिकेट गर्न सकिन्छ। पक्कै पनि यो लुतो अथवा स्क्याबिज सम्बन्धी भिडियो तपाईहरूलाई जानकारीमूलक भयो होला भन्ने आशाका साथमा फेरि पनि तपाईहरू समक्ष यस्तै जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने बाचाका साथमा अहिलेलाई म पनि बिदा चाहन्छु। हस्त, नमस्कार।